नमस्ते सबैजनामा म सुभाष खत्री। साथीहरू, बाले सरकारको 100 दिने कार्ययोजनामा आज एकदम विशेष काम के भएको छ भनेदेखि भूमिहीन नेपाली जनतालाई चाहिँ आज 29 जनालाई लाल पूर्जा वितरण गरिएको छ। बर्दियाबाट यो काम सुरु भएको छ। खै त कहाँ गए एमाले, कांग्रेस, माओवादी अनि अहिले आएको यो के माटो, कहाँ गए तिमीहरू? अब तिमीहरूको बोली बन्द हुन्छ होला नि। त्यही भएर मैले सुरुदेखि नै भनिरहेको थिएँ, जब चुनाव भयो, चुनाव भएपछि बाले सरकार जब प्रधानमन्त्रीको लागि नवनियुक्त हुनुभयो, त्यसपछि पदमा आउनुभयो, उहाँले सुकुम्बासी बस्तीमा डोलो चलाउनु भयो। विभिन्न पार्टीका विभिन्न थरीका मान्छेहरूले नारा जुलुस गरे, विद्रोह गरे, के गरे। हिजो अस्तिसम्म पनि उहाँ सुकुम्बासीलाई अन्याय भयो, सुकुम्बासीलाई अत्याचार भयो भने आजको जुन काठमाडौँमा वर्षा भएको थियो, त्यो वर्षाको कारणले सबै ठाउँ लगभग जलमग्न भयो। यदि खोला किनारमा त्यो सुकुम्बासीहरू त्यहाँ बस्नु भएको भए आज उहाँहरूको अवस्था सामान छोडेर भाग्नुपर्ने हुन्थ्यो। काम गरेर दिनुपर्छ। हिजोको दिनमा किन काठमाडौँ ग्यासको पाइप दुनियाँ दिवान भन्दाखेरि केही पनि पूरा भएन। सुकुम्बासीहरूलाई खाली भोट ब्याङ्क बनाएर राखियो र असार महिनाको अन्तिमबाट भूमिहीन मान्छेहरूलाई जग्गा वितरण गर्छु भनेर बालन सरकारले भन्नुभएको थियो। आज असार 18 गतेदेखि नै बालन सरकारले सुकुम्बासीहरूलाई जग्गा वितरण गर्न सुरु गर्नु भइसकेको छ। त्यही भएर म भन्छु के, धेरै बोल्ने होइन, काम गर्न दिने। अहिले संसदमा पनि त्यही एउटा विद्रोह चलिरहेछ कि बालन सरकार सदनमा आएन, बालन सरकार बोलेन, बालन सरकार चुप लाएर बस्यो। पहिलेदेखि भनिरहेको छु, मैले बार भनिरहेको छु, हामीलाई बोल्ने मान्छे चाहिएको होइन, हामीलाई काम गर्ने, चुपचाप काम गर्ने मान्छे चाहिएको। र काम यसरी गर्ने कि काम हामीले आफ्नो आँखाले देखोस् के। उसले आएर नभनोस् कि मैले यो काम गरिदिएँ, मैले यो काम गरिदिएँ, मैले यो बनाइदिएँ, मैले त्यो बनाइदिएँ, नभनोस्। जनताले आफै मूल्याङ्कन गर्नेछ कि कुन सरकारले कस्तो खालको काम गरिरहेछ भनेर। आज तपाईहरूको समक्ष साक्षात यो कुरा भइसकेको छ, देखिरहनु हुनुहुन्छ होइन तपाईहरू। त्यही भएर काम गर्न दिनुस्। भर्खर 100 दिन पुग्न आँटिरहेछ। अझै तपाईको लगभग मानव 5 वर्ष बाँकी छ अझै पनि। आज यो काम भयो, 5 वर्षमा अरू के काम हुन्छ होला त? म एउटा तपाईलाई राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थक भएर भनिरहेको छैन, म एउटा सच्चा देशभक्त भएर भनिरहेको छु कि हामीले हाम्रो बाबुबाजेले यो चोरहरूलाई बारम्बार जिताएर पठाए, तर यो चोरहरूले जिन्दगी केही पनि गर्न सकेनन्। खाली आश्वासन मात्र दिलाए कि यो गर्छु त्यो गर्छु। खाली हामी नेपाली जनतालाई भोट ब्याङ्क र चुनावको बेलामा पैसा र मासु भातमा बिक्ने जनता हामीलाई बनाइदिए यिनीहरूले। र हामीले क्रान्ति लिएर आयौं, क्रान्ति लिएर आएर हामीले नयाँ युवालाई त्यो सदनमा पठायौं, त्यो कुर्सीमा पठायौं। आज युवाको रफ्तार, युवाको काम हेर्नुहोस् र आफै मूल्याङ्कन गर्नुहोस्। जय नेपाल, जय देश। धन्यवाद।